यहाँहरू सम्पूर्णमा नमस्कार है साथीहरू। आज हामी सबैको घरमा सजिलै पाइने तर अत्यन्तै उपयोगी बिरुवा घिउकुमारीबारे जानकारी लिनेछौँ। नेपाली नाम हो घिउकुमारी साथीहरू। यसको चाहिँ अङ्ग्रेजी नाम एलोभेरा हो भने यसको वैज्ञानिक नाम चाहिँ एलो बार्बाडेन्सिस मिलर हो साथीहरू। यहाँहरूले जानकारी लिनुहोला। र यसको मुख्य रूपमा प्रयोग हुने भाग भनेको चाहिँ पातभित्र रहेको पारदर्शी जेल हो। एलोभेरा छाला र कपालको हेरचाहमा व्यापक रूपमा चाहिँ प्रयोग गर्ने गरिन्छ भने चाहिँ यो केही परम्परागत प्रयोगमा यसको चाहिँ पहिलो रस पनि चाहिँ प्रयोग गर्ने गरिन्छ। यसको प्रयोग गर्दा चाहिँ एकदमै सावधानी हुनुपर्ने हुन्छ साथीहरू है। यसलाई प्रयोग गर्दा एकदमै चाहिँ सावधानी भएर प्रयोग गर्नुपर्ने हुन्छ। र एलोभेरा कम पानीमा पनि सजिलै हुर्किने बिरुवा भएको हुनाले चाहिँ हामीले चाहिँ घरको चाहिँ गमलामा यसलाई देख्न सक्छौँ। त्यसो भए हुनाले हामीले आजकल यो एलोभेरा चाहिँ धेरैजसो चाहिँ फेसवास क्रिम होइन, स्याम्पू र अन्य सौन्दर्य सामग्रीमा पनि एलोभेराको चाहिँ प्रयोग गर्ने गरिन्छ। र यसको जेलले छालालाई चिस्यान दिन र कपालको हेरचाह गर्न सहयोग गर्न सक्छ साथीहरू। र यद्यपि एलोभेरा प्रयोग गर्दा सबैलाई एउटै प्रभाव नहुन सक्छ। विशेष गरेर चाहिँ यसको प्रयोग गर्दा यसलाई चाहिँ खाना र चाहिँ औषधीय रूपमा चाहिँ प्रयोग गर्नुअघि चाहिँ विशेषज्ञको सल्लाह लिन चाहिँ एकदमै उपयुक्त देखिन्छ साथीहरू हैन। त्यसो भएको हुनाले यदि तपाईँको घरमा पनि घिउकुमारी छ, लगाउनु भएको छ भने कमेन्टमा छ भनेर लेख्नुहोला साथीहरू। यस्ता जडीबुटीहरू, यस्ता औषधीय बिरुवाहरूको जानकारी लिनको लागि यहाँहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने यहाँहरूले चाहिँ लाइक, कमेन्ट र सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त साथीहरू। धन्यवाद।